12 बज्ने हो 12 बजेर 3 मिनेट गयो बाबा। यहाँ अँ अच्छा कति चाँडै हो त नि 5 बजेको हो कि बाबा? ढिलो उठ्यो नि त 5 बजे हो राति 5 उहाँको टाइमले भयो नि त नि उहाँको त भयो क्या रातिको 5 बजेको हो क्या। नानी 7 बजेको ध्यान के असल 7 एउटा खैरेले ओम अपवित्र पवित्र वा सर्व अवस्थाङ्गतो विवाह य स्मृत पुण्डरीक्ष पुनरीक्ष पुनातु ओम पुनरीक्ष पुनातु पुनरीक्ष पुनातु हरि ओम तत्सत 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 श्री विष्णु विष्णु ओम पुराणम पुरुषोत्तमाय नमो अद्य श्रीमद् भागवत महापुरुषाय विष्णु राज्य प्रवर्तमानसं सकल जगत सृष्टि कारिणे ब्रह्मांड द्वितीय प्रार्थे श्री श्वेत वराह कल्प्य वैभव शतमन्वान्तरे अष्टविंशतितमे कलियुगे प्रथम चरणे भारतवर्षे हिमवन्ते जम्बूद्वीपारे भ्रान्त हिमवन्त एकादशे पशुपति क्षेत्र पशुपति इत्यादि अमुक दिभागे बागमती अमुक दिभागे गण्डकी प्रदेश गण्डकी प्रदेश पोखरा महानगरपालिका वार्ड नम्बर 26 धनञ्जय गोत्रबाट उत्पन्न म शङ्करको पुत्र म विशालको पैदा भएको जन्म 2056 साल कति अरूढी पुष आज 28 गते जन्मेको हुँदा आज जन्मोत्सवको महोत्सव एकदम जन्म उत्सवको चाहिँ नै हामीले चाहिँ पूजा गरिँदैछ र अमुक राशि स्थित देव गुण अन्यसु शेषेषु गृहेषु यथा स्थान स्थितेषु सत्सु एवं ग्रहण विशेषण विशिष्टाय अध्याय अमुक धनञ्जय गोत्र कुमार्यस्य आरोग्य वृद्धि पूर्वकम उत्तर प्रगति हर्ष विजय प्रयत्नम आज जन्मोत्सव पूजा कर्माणि दीप कलाश गणेश षष्ठादि देवता पूजनन अहम करिसे भनेको षष्ठादि देवता पूजा गर्छु आज दीप कलाश बालेको छु सबै पूजा गरेर मैले जन्म उत्सव मनाएको छु हे रुद्र देवतम कल्पितम राज अंकित दर्वेबम सरस्वती दैवतम अमुक गोत्र अमुक कर्माणि सुपूजितम ब्रह्माणे प्रयासितम निमित्त गोदानम गोदानको लागि एउटा पैसा चाहिँ यहाँ त्यो खोज्नु पर्छ दान पनि गर्नुपर्छ क्या दान पनि गर्नुपर्छ ल तिमीहरूले दान गरेर यसो यहाँ गणेशले सिकाउ हो पैसा चाहिँ दान गरेर बत्तीको पूजा गर्ने मैले भन्छु बत्तीको पूजा गर्ने सेरे सुत्त रहेछ क्या त्यो अब बत्तीले सुत्ने हो कि पूजा बस्ने हो कि ल है हात जोड्ने है ओम नमस्तनन्ताय सहस्रमूर्ताय सहस्रपादाय शिरोरुबाय सहस्रनाम्ने पुरुषाय शाश्वती सहस्रकोटि उदाहरणे नमः नमस्कार ओम नमो कमलनाभाय नमस्ते जलसायिने नमस्ते केशवानन्त दीप्रज्योति नमस्तुते धीर दीप्रज्योति नमस्तुते शुभम भवन्तु कल्याणम आरोग्य सुख सम्पदा शत्रु विनाशनाय दीप्रज्योति नमस्तुते हाम्रो शत्रुहरू विनाश गरून् हामीलाई रोग नलागोस् भनेर चाहिँ भनेको यो ब्रह्मरूप तम अन्धकार निवारक इमाम मया कृतम पूजा गृहाणम तेजवर्धक भन्यो तपाईँ तेजवर्धक हुनुहुन्छ हामीलाई चाहिँ रोग नलागोस् हामीलाई एकदम हरेक दिमागमा तेजवर्धक बनाइदिनुहोस् भनेर चाहिँ नि दीपनारायणको पूजा गरेर त्यहाँ चाहिँ त्यो दुबा हातमा लिएको त्यहाँ राखिदिएको ब्रह्मामूले तो कुंभसे मुखे विष्णु समाश्रितम कंठे तो से स्थितो रुद्र मध्य मातृगणा इसमें हाथ जोड़ रहा है मेरी पुरुषौतु सागर सप्तदिव वसुंधरा ऋग्वेदस्तो यजुर्वेद सामवेद अथर्वण अंगैश्च सहित सर्वे क्लासम तु समाश्रितम यो क्लासमा सबै वेदहरू छन् यो जुन
वेदहरू आएर यो क्लासमा बसिदिनुहोस्। सबै अथर्ववेद, सामवेद, ऋग्वेद, यजुर्वेद सबै वेदहरूलाई पनि मैले चाहिँ यो नमस्कार गरेको छु भनेर क्लासलाई पनि नमस्कार गरेको छु भनेको। मुखमा भगवान विष्णु, घाँटीमा शिवशङ्कर, ब्रह्माजी पिण्डमा बस्छन्, मातृका बिचमा छन्, साथै दिपकी पृथ्वी, पेटमा सप्तसागर। यो क्लासलाई किन मानेको, त्यही भएर यो क्लासमा सबै देवदेवता आइदिनु भनेर हामीले बिहान बिहान पूजा गर्ने कारण के त भन्दा यो क्लासमा 4 वेदको साथमा सबै देवदेवताहरू बसुन् भनेर हामीले बिहानमा क्लासमा राख्ने, क्लास पुज्ने, हरेक शुभ कार्यमा क्लास पुज्ने कारण त्यो हो। देवदानव संवादे माध्यमानं महादतौ उत्पन्न असि तथा कुम्भ विधृत्यं विष्णुना स्वयं तत्रेव सर्वतीर्थानि देव सर्वे तो ये स्थिता शिव स्वयं तुमे भासि विष्णु त्वं प्रजापति आदित्य वसव रुद्र विश्वदेव स पैतृका त्वयं तिष्ठान्ति सर्वे अपि यतः कामफलप्रदा त्वं प्रसादितं यज्ञ कर्तुमेह जल उद्धव सनिधं कुरु मे देव प्रसन्नो भव सर्वदा। देवदानव साराले गर्दा मन्थन गरिएका हजुरहरू निस्किनु भएको कुम्भ, विष्णु, शिवशङ्कर देवताहरू सबै खुसी रहन् र हाम्रो चाहिँ नि प्रगति होस्, हामीलाई चाहिँ नि रोग वेद नलाओस्, रोग वेदबाट बचाइदिनुहोस् भनेर उहाँलाई चाहिँ हामीले चाहिँ नि प्रार्थना गरेको। अब स्वस्ति वाचनमा हात जोडिराख्नु है। हरि ओम आनो भद्रः क्रतवो विश्वतो दब्दासो अपरिता स उद्भिदः देवानं जेता सदमिद वृद्धो असन्न प्रायुभो रचितारो दिवे दिवे देवानं भद्र सुमतिरिजो एतं देवानां गुम्रतिरविनो निवर्ततम् देवानं गुंसकेमुपसेदिमा वयं देवाना आयुः प्रतिरन्तु जीवसे तन्पूर्वया निविदा हुमाये वयं भगं मित्रमदितिं दक्षेमा स्त्रीदम् अरे वणं वरुणा सोममस्मिना सरस्वती नः सुभागा महेशकारत् त्वं नो वातो मयो भुवतु मेघजं तन्माता पृथिवी तत्पिता धौः तदग्रवाणः सुमासुतो मयो भुवस्तदस्मिना शृणुतं निष्णाय युवं त्वमीशानं जगतस्तु खस्पतिं दियञ्जीमवसे हुमाये वयं उखानो जेता वेद सांसद वृद्धे रचित पायुर्दब्ध सुस्थाय स्वस्ति न इन्द्रो वृद्ध सर्वः स्वस्ति न पूखा विश्ववेदाः स्वस्ति नस्तर्चो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु पृखादस्वा मरुतः कृष्णमातरः शुभं यावनो वेदते गो जग्मये अग्निजिन्न मानवसुर चक्षेषो विश्वनो देव अवसागमन्निः भद्रं कर्णेभिः शृणुयाम देवा भद्रं पश्येमाक्षेभिर्यजत्राः स्थिरैरङ्गस्तुभा गुंसस्थानो बिर्वेमहि देवयुतं यदायुः सतमिन्नो शरदो अन्ति देव यत्र नश्चक्र जरसन्तनूनाम पुत्रसो यत्र पितरो भवन्ति मानो मध्येरिकतैर्गन्तो अदिति धौरादितिरन्तरिक्ष निर्माता सपिता सपुत्रः विश्वदेवा अदिति पञ्चजना अदितिर्जातमदिति नित्यं द्यौ शान्ति अन्तरिक्ष गुं शान्ति पृथिवी शान्तिरापः शान्तिरोखादय शान्ति वनस्पताय शान्तिर्विश्वदेवः शान्ति ब्रह्मा शान्ति सर्वागुं शान्ति शान्तिरेवः शान्ति शान्तिरोषादये शान्तिरेधिः यतो यतः सन्न्यास्य ततो न अभयं कुरु शनं कुरु प्रजाभ्यो अभयं न पशुभ्य सुशान्तिर्भवन्तु श्री सिद्धि बुद्धि सहिताय श्री मन महागणाधिपताय नमः श्री लक्ष्मी नारायणाभ्यो नमः श्री राधा कृष्णाभ्यो नमः श्री उमा महेश्वरभ्यो नमः श्री वाणी हिरण्य ग्रवाभ्यो नमः श्री सची पुरंदराभ्यो नमः श्री इष्ट देवताभ्यो नमः श्री कुल देवताभ्यो नमः श्री स्थान देवताभ्यो नमः श्री वास्तु देवताभ्यो नमः श्री ग्राम देवताभ्यो नमः श्री माता पितृ चरण कमलभ्यो नमः श्री सर्वभ्य देवभ्यो नमः श्री सर्वभ्य ब्रह्माणभ्यो नमः श्री गुरुदेव चरण कमलभ्यो नमः श्री समस्त पितृभ्यो नमः श्री विश्व देवताभ्यो नमः श्री सूर्यादि नवग्रह देवताभ्यो नमः श्री पृथिव्यादि पंच तत्वभ्यो नमः श्री ऊर्ध लोकपाल देवताभ्यो नमः श्री लोकपाल देवताभ्यो नमः श्री दिक्पाल देवताभ्यो नमः श्री
क्षेत्रपाल देवताभ्यो नमः शिरे इष्ट देवताभ्यो नमः एतत् कर्म प्रधान देवताभ्यो नमः समुक्षैक दन्तश्च कपिलो गजाकर्णकः लम्बोदरश्च विकटो विघ्ननाशो विनायकः धूम्रकेतुर्गणाध्यक्षो भालचन्द्र गजानन द्वादशितानि नामानि यः पठिच्च गुणैत्यादि विद्यारम्भे विवाहे च प्रवेशे निर्गमे तथा संग्रामे संकटे चैव विघ्न तस्य न जायते शुक्लम्बरं धरं शशिवरं चतुर्भुजं प्रसन्नवदनं ध्यायेतं सर्वविघ्नोपशान्तये अभिसिद्धार्थं सिद्धार्थ पूजितो यः सुरासुरैः सर्वविघ्न हरः तस्मै गणाधिपताय नमः सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके शरण्ये त्र्यम्बिके गौरी नारायणे नमोस्तुते सर्वदा सर्वकार्येषु नास्ति तेषां मङ्गलं तेषां यदि यस्तो भगवान् मङ्गलाय तनो हरि तदेव लगनं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं देवबलं लक्ष्मीपतितं तेङ्गयुगं स्मारमि लाभस्तेस्का जयस्तेस्का कुतस्तेस्का पराजय एकमेन्दि प्रश्यामो हृदयस्तो जनार्दन यत्र योगेश्वर कृष्णो यत्र पार्थो धनुर्धर तत्र श्रीविर्जयो बुद्धिर्ध्रुव नित्यनिममः अन्यान्यचिन्तायन्तो माये जना पायुर्पासते तेषां नित्यभियुक्तानां योगक्षेमं वहाम्यहं स्मृत सकलकल्याणं भाजनं यत्र जायते पुरुषं तमजं नित्यं व्रजामि शरणं हरिं सर्वेश्वरकार्येषु इतरा स्त्री भुवनेश्वर देव विशान्तु नः सिद्धि ब्रह्मासनं जनार्दन विश्वासं माधवं डुण्डिदण्डपाणि च भैरवं वन्दे काशी गुहां गङ्गा भवानी मौलिकारिकं वक्रतुण्ड महाकाय कोटि सूर्य समप्रभा निर्विघ्न कुरु मे देव सर्वकार्येषु सर्वदा गणेशजीलाई चाहिँ गणेशजीलाई चाहिँ फुल त्यो दुबोहरू सबै चढाएको ल यो अष्टदेवताहरूलाई 4 कुन 8वटा दिशामा अक्षता र फुल अक्षित चढाएको 8 दिशामा चढाउँदै नमस्कार गरेर सबैले स्वस्ति न इन्द्रो वृद्धश्रवः स्वस्ति न पूषा विश्ववेदः स्वस्ति नस्तर्च्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु स्वस्ति न इन्द्रो वृद्धश्रवः स्वस्ति न पूषा विश्ववेदः स्वस्ति नस्तर्च्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु ओम शान्तिः शान्तिः शान्ति सुशान्तिर्भवन्तु ओम शान्ति शान्ति जोर पर्दैन बाबा गर्नु पर्दैन नमस्कार अब नवग्रहको चाहिँ गर त नवग्रहलाई पूजा गरेर त एरिया नवग्रहको पोस्ट बनाएको छु एरिया त नवग्रहलाई एरिया त यही त्यहाँनिर ठुलो हस्पिटल चलाएको त ब्रह्मामूले स्त्री ब्रह्मामुरारी स्त्री प्रान्तकारी भानु शशि भूमिसुतो बुधश्च गुरुश्च शुक्र शनि राहु केतव सर्वे ग्रह शान्ति ग्रह भवन्तु नवग्रहले परमेश्वर शान्ति ग्रह गरून् भनेर चाहिँ त्यो हस्पिटल चलाएको नमस्कार गरेर प्रसाद चाहिँ अब प्रसाद उता छ त घरे रेडी भइसक्यो प्रसाद छ मलाई त ए प्रसाद त लक्कै हाल्नु पर्छ Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday बुढो जन्मदिनको धेरै धेरै शुभकामना
जन्मदिनको शुभकामना हाम्रो छोरा विशको जन्मदिनको शुभकामना हिप हिप हुर्रे ल मैले यो जन्मदिन म नखानेको आइसके खानु न यति खाइदिनु टिसु दिनु के भयो? खिचिसक्यो फोटो खिचिसक्यो टिसु केक जति ल जानु भयो तिमीले त लाउनु हुने तिमी ह्याप्पी बर्थडे टिसु यतालाई उतै मिला गर्थ्यो अरे बिहान पूजाको भयो एकैछिन बस्छ हेर कस्तै गाह्रो दिनु अब तपाईँलाई ल त्यहाँ सँगै बसा न दुईजना एक फोटो आफ्नै त फोटो खिच्छ है त यो भ्याइदिउँ अनि लाइट वाला नि आएको फोटो खिच्ने रिसाउटी रिस उठिहाल्छ रेडी रिस्ता नाका झुन्डिएको छन् आउनु बस्नु कि त्यहाँ हामीलाई नछेकिदिनु किन भिडियो भएको चाहिँ के छ? मिलाइदेऊ न पहिला ए हो र म यो त टिसु ल्याउनु त यता हा चाउमाथि ल बल्ल आउँछ अघि त ल रेडी